सबैजनालाई नमस्कार। हामीलाई देश बचाउनु छ। हिजोसम्म हामीलाई देशको खाँचो थियो, तर आज आएर देशलाई हाम्रो खाँचो छ। थाहा छैन भोलिको दिन के हुन्छ र कस्तो हुन्छ, तर आजको दिनमा देशलाई हाम्रो खाँचो छ र देशले अहिलेसम्म कहिले पनि सहयोग मागेको थिएन जहाँसम्म मलाई लाग्छ, तर आज आएर देशलाई हाम्रो सहयोग चाहिरहेको छ। तपाईहरुसँग जति छ त्यति नै सहयोग गर्नुहोस्। चाहे त्यो 10 रुपैयाँ छ भने 5 रुपैयाँ सहयोग गर्नुहोस्, 10,000 छ भने 5,000 सहयोग गर्नुहोस्, 1000 रुपैयाँ छ भने 500 रुपैयाँ सहयोग गर्नुहोस्। जति हुन्छ तपाईहरुले सहयोग गर्नुहोस् र हाम्रो सानो सानो रकम पनि हाम्रो देशलाई एकदमै धेरै खाँचो छ। किनभने देशमा यति धेरै क्षति भएको छ कि त्यो कुरै नगरौँ। क्षतिको त कुरै नगरौँ, चाहे त्यो ठुलो एउटा जिल्लाबाट अर्को जिल्ला जाने पुलहरू भत्किरहेको छ, पुल छैन, बाटो छैन। अब मान्छेको विनाश त भइसक्यो। अब त्यो भएको कुराको त के गरौँ, तर बाँच्नु पाउने बाँचेका मानिसले बाँच्न पाउने एउटा अधिकार छ। त्यसैले हामीले जति हुन्छ त्यति सहयोग गर्नुपर्छ र सहयोग गर्ने पनि छौँ र मेरो तर्फबाट पनि सहयोग गरिसकेका छौँ र आई होप तपाईले पनि यो सहयोग गर्नुहुन्छ भन्ने आशामा छु। र अब नपरेको जिल्लाहरूलाई त खासै त्यति धेरै त्यहाँको बाटोको समस्या, त्यहाँको चिजहरूको समस्या त्यति धेरै फिल नहोला, तर अलिअलि फिल नहोला, तर पनि त्यहाँ रहने जनतालाई यसको एकदमै खाँचो छ। हाम्रो सानो सानो त्यो स्कुल छैन, घर छैन, के पनि छैन क्या। अहिले आफ्नो परिवार त छैन, अब बाँचेका मान्छेहरूले पनि बाँच्न पाउनु अधिकार छ। त्यसैले हाम्रो सानो रकमले पनि उहाँहरूलाई धेरै नै सहयोग मिल्नेछ भन्ने आशामा छु। र सबैजनाले अहिलेसम्म आजको दिनसम्म 2-3 दिन भयो, दिनसम्म 2-3 अर्ब त उठिसकेको भन्ने हामीले न्युजहरू प्राप्त गरिसकेका छौँ। त्यतिले पुग्दैन, किनभने यो 1-2 मिनेटको यो डिजास्टरले यति धेरै हाम्रो नोक्सान बनाइदिएको छ, त्यसको हामीले कल्पना पनि गर्न सक्दैन। त्यसैले जति हुन्छ त्यति सबैजना सहयोग गर्नुहोला। यो मैले यो राखेको चाहिँ माथि राखेको चाहिँ यो मेरो सानो अब त्यति धेरै अब आफूले सक्दो सहयोग गरेको छु र तपाईले पनि सहयोग गर्नुहोला। थ्यांक यू सो मच। यो सङ्कटको टाइममा, यो यस्तो कठिन समयमा र कठिन पलमा हामी सबैजनाले साथ दिनुपर्छ र दिने छौँ पनि। अब हामी विदेशमा रहेका मानिसहरूले त्यति धेरै त्यहाँ फिल्डमै गर्न नसके तापनि हामीले सोसल मिडियाको तर्फबाट हामी गर्नेछौँ। थ्यांक यू सो मच।